हेलो गाइज नमस्कार छ सबैजनालाई मेरो यो फेरि युट्युब च्यानलमा। सो आज चाहिँ 27 नोभेम्बर जुन चाहिँ थ्याङ्क्स गिभिङ पर्छ क्या युएसमा चाहिँ। सो थ्याङ्क्स गिभिङ भन्नाले के हो भन्दा जस्तै हाम्रो नेपालमा हुन्थ्यो नि दसैँ तिहार, अब फ्यामिली गेट टुगेदर भएर खाने रमाइलो गर्ने हुन्थ्यो नि, यहाँ पनि थ्याङ्क्स गिभिङ भनेको त्यस्तै हो क्या। त्यसैले थ्याङ्क्स गिभिङ आज हामीलाई बिदा पनि छ। सो हाम्रो पनि केही प्लान रहेको छ। बल्ल बल्ल पाएको बिदा हुन्छ, त्यो बिदालाई पनि त्यत्तिकै वेस्ट फालियो भने चाहिँ मजा आउँदैन क्या। सो केही न केही चाहिँ गर्नुपर्छ। बिदा भने यस्तै हो, नत्र लाइफ भनेको त्यस्तै हो, लुप जस्तो हुन्छ क्या यहाँ चाहिँ। सो बिदा पाइयो भने त्यो बिदा पनि यत्तिकै अब नर्मल लाइफ जसरी नि नर्मल डे जसरी नि बिताइयो भने चाहिँ मजा आउँदैन अलि। सो आज चाहिँ केही गरौँ न त एक्स्ट्रा भनेर जोस आहा सबैमा। सो त्यही हो, भेट्नुपर्छ एकछिनमा। म चाहिँ पुरो एकदम रेडी छु कि होइन, एकदम त्यो सेफ जसरी नै एप्रोन स्याप्रोन लाएर टक्क होइन। अब खसीको मासु खाँदा चाहिँ त्यो यो बोसो जुन हुन्छ नि, बोसो चाहिँ मलाई लास्टै मन पर्ने। त्यो गाउँतिर पनि हुन्थ्यो नि, अब खसीहरू यताउति खसी काट्दा जाँदा चाहिँ टक्क बोसो चाहिँ खाइहाल्ने कि, यत्तिकै त्यो क्रेभिङ हुने कि त्यो बोसोको चाहिँ। मलाई चाहिँ त्यस्तो हुन्छ। अब तपाईँहरूलाई के कस्तो हुन्छ त्यो चाहिँ कमेन्ट आउट गरिदिनु। त्यस्तै हो। के छ त अहिले के भइरहेको त नेपालतिर यताउति नयाँ नेपाल भन्छन् होइन। अहिले त सबै पोलिटिक्सहरू पनि सबै चेन्ज भइरहेको रहेछ होइन। सो म यता आइसकेपछि नै हो त्यो सबै भएको। जस नेपाल चाहिँ अब म बिदामा गएँ भने चाहिँ एउटा नयाँ नेपाल मैले पनि देख्न सक्छु कि जस्तो एउटा आशा चाहिँ छ ममा पनि। सो म लगायत अरू नेपालबाट टाढा रहेको दाजुभाइ दिदीबहिनीहरू जति पनि हुनुहुन्छ उहाँहरूले पनि एउटा केही नयाँ आशा चाहिँ गर्दै हुनुहुन्छ जस्तो लाग्छ कि नयाँ नेपालबाट। सो होप फर द बेस्ट है गाइज होइन। जस ठिक छ, भाहा नेपाल बिस्तारै बिस्तारै प्रगति चाहिँ रूपमा गएको छ। सो त्यही हो। अब अझै केही नयाँ कुराहरू आउँछ, त्यो अवश्य आउनै पर्छ फेरि होइन। सो अरू देशको कम्पेरिजन गर्ने भन्दा नेपाल त कहाँ छ, तर पनि नेपाल आफैमा चाहिँ जे होस् बिस्तारै बिस्तारै प्रगतिको बाटोमा गइरहेछ। त्यो कुरा देख्दा सुन्दा चाहिँ खुसी लाग्छ आफूलाई पनि होइन। म चाहिँ अब मासु बनाउँदै थिएँ है, एउटा कुरा चाहिँ याद आयो क्या मलाई। त्यो बच्चैबाट पनि अब नेपाल हुँदा त बनाइन्थेन नि त केही पनि, अब भान्सामा कहिले नपसेको बानी होइन, सधैँ मम्मीले खुवाइरहेको। सो अझै पनि म त्यो कुकरको बिर्को हुन्छ नि, त्यो बिर्को खोल्न र बन्द गर्न अझै पनि मलाई टाइम लाग्छ कि। त्यो एकैचोटिमा चाहिँ म निकाल्न सक्दिनँ कि कुकरको बिर्को चाहिँ। त्यो चाहिँ मलाई 2-3 सेकेन्ड लाग्छ कि त्यो निकाल्नै गर्दै त्यो आफै निक्लिने हो। त्यो अझै पनि त्यो एक्ज्याक्टली थाहा भएर चाहिँ निक्लेको होइन, त्यो चाहिँ गर्दा त्यो बल लाएर आफै निक्ल्या हो। सो त्यो कुरामा चाहिँ अझै पनि म हाँस्छु कि आफैमा हाँस्छु कि म त्यो कुरा देखेर चाहिँ। सो तपाईँहरूलाई चाहिँ के हुन्छ, कस्तो लाग्छ त्यो। सो मासु पनि बनाइयो होइन गाइज, खाइयो, मिठै भयो, रमाइलो भयो। सो अब चाहिँ हामी अब 1-2 घन्टापछि टक्क पानीपुरी बनाउने सोचमा छौँ। सो हेलो गाइज, अब हामी चाहिँ टक्क पानीपुरी खान जाँदैछौँ होइन। केटाहरूले चाहिँ उता बनाउँदैछन्, म चाहिँ गएर अब देखाउने छु। सो आजको दिन पनि रमाइलो गरी बिताइयो होइन। आज बिदाको दिन थियो, चारैजना घरै थियौँ। हामी 4जना बस्छौँ, 2 BHK अपार्टमेन्ट छ होइन। सो रियरै हुन्छ यस्तो केस चाहिँ, लगभग 4जना घरै बस्नु चाहिँ अलि रियर पनि हुन्छ। सो आज बिदा भएर पनि हो, थ्याङ्क्स गिभिङ भएर पनि होला, सायद 4जना धन्न बिदा थियो सबैजनाको। बसियो, रमाइलो गरियो, खसीको मासु बनाइयो, खाइयो, पानीपुरी बनाइयो, खाइयो, जस रमाइलो बिताइयो भनौँ न। धेरै भएको थियो यसरी घर नबसेर अलि होइन, मिठो नखाएको पनि धेरै भएको थियो। मतलब खाना त खाइन्थ्यो, तर अब त्यस्तै अब भनौँ न फुर्सदै हुन्थेन कि राम्ररी बनाउन खानालाई। सो आज चाहिँ मजाले फुर्सद भएको दिन, मजाले बनाइयो, खाइयो, रमाइलो गरियो। सो यस्तै हो। अब एउटा भ्लग पनि अब खानपिनको अब छोटो एउटा घर बसेको भ्लग पनि बन्दो रहेछ भन्ने कुरा चाहिँ थाहा पाइयो होइन। घरै बसी पनि केही न केही चाहिँ गर्न सकिँदो रहेछ, भ्लग भए पनि बनाउन सकिँदो रहेछ भन्ने थाहा पाइयो। सो ल त्यही नै हो। जय नेपाल है त।